आया गाह्रो छ है कुखुरा माछा त बर्ड फ्लू ब्लड आमाले त के अरे बर्ड फ्लूलाई के ब्लड फ्लू भने नि तपाईँले अस्ति के अरे नेपालभरिमा चाहिँ त्यो बर्फु ब्रोइलर कुखुरा मासु खाएर 4 जना मर्छ। हाम्रो आमाले बर्ड फ्लू बर्फु रे बर्फु ब्रोइलर कुखुरा मासु खानु हुँदैन रे। बाउ यहाँ यो बस्छ त भात खाने हो ए बस्छ खाने नि किन यो चप्पल कहाँ हो के बनाउने त तरकारी आज त्यता तपाईँ त त्यो के बनाउने आलु पनि छैन त्यो परवल छ त्यही बनाउने हामी त के बनाउने त्यहाँ भात अलिकति त्यो भात थियो यहाँ अलिक अब यो के गरी बनाउने यतिको छ त न भित्ते बनाइरह यतिको छ त त्यसमा अलिकति पानी हाल्नु अनि सिटी हान्नु पानी हाल्दा मोटो हुन्न के थोरै पानी हाल्नुपर्छ नत्र डढ्छ त्यो फेरि बासी भात तताएर पानी हालेर सिटी हाल्नु हाम्रो आमाले बासी त निजो लाग्दैन बासी भात रहेछ फ्रिजमा है कत्रो हिउँ जम्या त्यहाँ फ्रिजमा चाहिँ आज पानी परेको छ दम पानी परेको छ ल हाम्रो किर्तिपुर कस्ता यस्तो छ पुरै पानी पऱ्यो के छ तरकारी है त्यही हो के हो खसीको टाउको केक जस्तो भएको चिसोले अनि उतै नि त्यो त्यही अघि डढे त्यही हो नि चियापत्ती कपालमा लगाउनुलाई प्याज चियापत्ती पानी परेर बेचक छ अहिले पानी रोकेछ ल हाम्रो किर्तिपुरमा आज पानी परेको छ बोसन डाँडा त्यही हो व्हाइट हाउस अनि बादल लागेको छ चन्द्रगिरी यहाँ हो स्कुटर यही हो हाम्रो घर पानी परेको अवस्था खल्तीमा पनि 50 रुपियाँ काँडा आएको छ फेरि यही चपलाएर गएछ म त धेरै नतताउँदैन मासु दोहोऱ्याएर तताउनु हुँदैन धेरै यस्तो गर्छ ल केक त के खसीको मासु के खसीको मासु
के को मासु खसीको मासु तपाईँले बनाउनु आइज हो कस्तो मिठो छ खाना आउनुहोस् है साथीहरू ल खाना आउने आमाले बनाएर मजाले खुवाउने रे आयो भने यतिले पुग्दैन नि त धेरै ल्याएर खुवाउनुपर्छ तपाईँ आउनुहोस् न बनाइदिइहाल्छु ए हाम्रो डल्ले खोर्सानीको नाङ्ला भएछ